4 अध्यायको 26 देखि 28 सम्म यसरी लेखिएको छ। उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो हो, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ र उसुते पनि जागा रहे पनि रात दिन त्यो बिउ चाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ सो उसैले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा त्यसपछि बाला, तब बालामा पुरा दाना लाग्छ। संसारभरि छरिएर बस्नुभएको सम्पूर्ण प्यारा मित्रहरूलाई हार्दिक अभिवादन, जय मसीह टक्राउन चाहन्छु। जमिनको गुण भनेको उमार्ने हो। जमिनले तबसम्म उमार्दैन जबसम्म बिउ पाउँदैन। आज जमिन आफ्नो काममा पर्फेक्टली आज्ञाकारी भएको पाउँछौँ। यदि हामीले जमिनलाई राम्रोसँग सफा गऱ्यौँ, मल हाल्यौँ, ढुङ्गाहरू हटायौँ, काँडाहरू हटायौँ र राम्रा राम्रा प्रकारका आफूलाई इच्छा लागेका बिउहरू जमिनलाई दियौँ भनेदेखि हामीले जुन बिउ दियौँ त्यही बिउलाई जमिनले उमार्न सुरु गर्छ। तर यदि हामीले कुनै पनि बिउ दिएनौँ भनेदेखि पनि जमिनले उमार्छ, तर हामीले नचाहेको कुराहरू, हामीले नसोचेको कुराहरू जमिनले उमार्न सुरु गर्छ। त्यसरी नै हाम्रो मगज पनि परमेश्वरले दिनुभएको, हृदय पनि परमेश्वरले दिनुभएको जमिन हो। यसमा हामीले बिउ रोप्यौँ भनेदेखि यसले उमार्न सुरु गर्छ। यहाँनिर प्रभु येशूले दृष्टान्तमा बोल्नु हुँदाखेरि राज्यको कुरा गर्नुभएको छ, किङडमको कुरा गर्नुभएको छ। भन्नुहुन्छ, कुनै मानिसले जमिनमा बिउ छर्छ, जब छर्छ, बिउ छर्दैन होइन, छर्छ। धेरैजनाले जमिनलाई हेर्छन्, बिउ छर्दैनन्, अनि कटनी गर्ने कुरा त परको कुरा हो। आज थुप्रै जमिनहरू खाली भएको हामी पाउँछौँ। जमिनमा केही बिउ नछरिएको, कुनै बिउ नरोपिएको हामी पाउँछौँ। तर याद गर्नुहोस् त मेरो प्रियहरू, काठमाडौँमा अहिले यी दिनहरूमा गमला खेती, कौशी खेती गरिन्छ। माटोमा, जमिनमा, गमलामा उनीहरूले खोर्सानी फलाएका छन्, गोलभेडा फलाएका छन्, थुप्रै थुप्रै भेजिटेबल्सहरू फलाएका छन्। आज जमिन छ र पनि केही कुरो फल्दैन। समस्या चाहिँ जमिनमा छैन, समस्या चाहिँ बिउमा छ। हामीले जमिनलाई र बिउलाई भेट गराइदियौँ भनेदेखि, जमिनलाई र बिउलाई हामीले मिलाप गराइदियौँ भनेदेखि त्यहाँनिर फल आउन सुरु गर्छ। बाइबलले भन्छ, जसै उसले बिउ छर्छ, उस सुते पनि जागा रहे पनि रात दिन त्यो बिउ टुसाउँछ। त्यो कसरी बढ्छ सो छर्नले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा त्यसपछि बाला, बालामा दाना लाग्छ। संसारभरि छरिएर बस्नुभएको सम्पूर्ण मेरा प्यारा मित्रहरूलाई म यो भिडियो मार्फत बताउन चाहन्छु, जबसम्म हामी परमेश्वरको वचनको बिउ हाम्रो हृदयमा रोप्दैनौँ तबसम्म हाम्रो जीवनमा परमेश्वरको राज्यका फलहरू फल्दैनन्। हामीले क्षमाको फल, मिलापको फल, सहायताको फल, अरूलाई उत्साह दिने फल, संसारको निम्ति एउटा यस्तो काम लाग्ने मिठो फल यदि तपाईँ र म बन्न चाहन्छौँ भनेदेखि सबैभन्दा पहिला हामीले परमेश्वरको वचनलाई हाम्रो हृदयमा रोप्न सुरु गर्नु पर्दछ। यूहन्नाको पुस्तक 1:14 भन्दछ, वचन देहधारी हुनुभयो। तपाईँले यूहन्ना 6 अध्यायमा पढ्नु भयो भनेदेखि थाहा पाउनुहुन्छ, जसले मलाई खान्छ र मलाई पिउँछ त्यो कहिल्यै भोकाउँदैन र त्यो कहिल्यै तिर्खाउँदैन। यूहन्ना 15 अध्यायमा लेखिएको छ, तिमीहरू ममा रह्यौ र मेरो कुरो तिमीहरूमा रह्यो भनेदेखि। आज धेरैजना मानिसहरूको जीवनमा समस्या भएको देख्दछु। धेरैजनाको प्रार्थनाको उत्तरहरू नआएको देख्दछु। भजन सङ्ग्रह 119:11 पदले भन्दछ, तपाईँको विरुद्धमा पाप नगरौँ भनेर तपाईँको वचन मैले मेरो हृदयमा सुरक्षा साथ राखेको छु। आमेन। मेरो प्रियहरू, आज म यहाँहरूलाई यो भिडियो मार्फत सेयर गर्न चाहन्छु। परमेश्वरको वचन मेडिटेट गर्नुहोस्, परमेश्वरको वचन तपाईँको जीवनमा रोप्नुहोस्। दुःख आउँदै गर्दाखेरि, गरिब हुँदै गर्दाखेरि, कष्ट आउँदै गर्दाखेरि, पीडा आउँदै गर्दाखेरि
प्रभुले भन्नुहुन्छ गरिबले भनोस् म धनी भएको छु, कमजोरले भनोस् म बलियो भएको छु। आमेन। यो भाषा कतिखेर आउँछ? जतिखेर हामी वचनलाई हाम्रो हृदयमा रोप्छौँ। सेन्टिमेन्टल गानाले जीवन परिवर्तन हुनेवाला छैन। कुनै पनि उपन्यासले जीवन परिवर्तन हुनेवाला छैन। मोटिभेसनल स्पिचले जीवन परिवर्तन हुनेवाला छैन। कुनै पनि प्रकारका फङ्सनले पनि जीवन परिवर्तन हुनेवाला छैन। परमेश्वरले तपाईँलाई र मलाई हृदय दिनुभएको छ अनि यो हृदयलाई परमेश्वरले जमिन भन्नुभएको छ। यो जमिनले 100 बिउ पायो भनेदेखि 100 बिउ पायो भनेदेखि फेरि दोहोऱ्याउन चाहन्छु, 100 बिउ पायो भनेदेखि यसले 100 फलहरू उमार्न थाल्छ। पहिला टुसा, बाइबलले भन्छ पहिला टुसा, त्यसपछि बाला अनि बालामा दाना लाग्न थाल्छ। तपाईले परमेश्वरको वचन सुन्नुभयो, दिनरात परमप्रभुको वचन मनन गर्नुभयो। भजन सङ्ग्रह 1 मा लेखेको छ परमप्रभुको व्यवस्थामा त्यो खुसी रहन्छ र दिनरात त्यसले परमप्रभुको व्यवस्था मनन गर्छ। हरेक प्रकारका डार्क सिजन किन नआओस्, हरेक प्रकारको डाउन लेभल किन नहोस्, हरेक प्रकारको कष्ट र पीडामा तपाईँ किन नहुनु भएको होस्, तपाईँले परमेश्वरको वचन जीवनमा रोप्नु भयो भनेदेखि तपाईँले आँखा खोलेर मेरो उत्तर कहाँबाट आउँछ, मलाई उत्तर कसले दिन्छ, म कुन ठाउँमा जाउँ, कता ढोक्याउँ, कसको निम्ति म के हो र भन्ने प्रश्नहरूबाट तपाईँ उम्किन चाहनुहुन्छ भनेदेखि परमेश्वरको वचन मेडिटेट गर्नुहोस्, प्रभुको वचन जीवनमा छर्नुहोस्। आमेन। भजन सङ्ग्रह 91 छर्नुहोस्, भजन सङ्ग्रह 23 छर्नुहोस् अनि उत्पत्तिदेखि प्रकाशमा भएका परमेश्वरका हरेक वचनहरू आफ्नो हृदयमा छर्नुहोस्। त्यसपछि तपाईँमा बिस्तारै टुसा देखिन थाल्छ, बाला देखिन थाल्छ। बालामा पनि फुस्रे बाला होइन, दाना देखिन थाल्छ अनि तपाईँको जीवन फलले लटरम्म हुन्छ। वचन मेडिटेटिङ गर्ने मान्छेलाई, वचन मनन गर्ने मान्छेलाई, वचन रोप्ने मान्छेलाई, वचन रोपेको हृदय क्षमाले भरिएको हुन्छ। वचन रोपेको हृदय शान्तिले भरिएको हुन्छ। वचन मेडिटेटिङ गर्ने मान्छे रिसलाई कन्ट्रोल गर्न सक्ने हुन्छ। वचन मनन गरेको मान्छेले आरोपहरू सहन सकेको हुन्छ। वचन मनन गरेको मान्छेले हर आपद विपदमा परमेश्वरलाई हेर्न सिकेको हुन्छ अनि समझले नै भ्याउन नसक्ने परमेश्वरको शान्ति र उहाँको कृपाले तपाईँलाई येशू ख्रीष्टमा रक्षा गर्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि मेरो प्रियहरू वचन मनन गर्नुहोस्, सुखी जीवन जिउनुहोस्। गॉड ब्लेस यू।